भाग्य आफ्नो आफ्नै हुन्छ। अरूले हेपे पनि आलोचना गरे पनि त्यसलाई कमजोरी होइन शक्ति बनाऊ। दुनियाँले जेसुकै भने पनि आत्मविश्वासका साथ अघि बढौँ। यही सकारात्मक सोचका साथ आजको मेरो भिडियो सुरु गरौँ। नमस्कार यहाँहरू सबैलाई मेरो आजको भिडियोमा हार्दिक स्वागत छ। भिडियोको सुरुवातमा चाहिँ तपाईँहरू देख्दै हुनुहुन्छ लटेको साग टिप्दै गरेको। यो चाहिँ म आफैलाई खानको लागि होइन, मेरो सुँगुरको पाठाहरूलाई खानको लागि सुँगुरलाई चाहिँ यत्तिकै काँचै भचाएर हालिदिने गरेको छु। हेर्नुहोस् न त मेरो सुँगुरहरूले कस्तो मजाले मिठो मानेर खान्छन्। म जति मिठो मानेर खान्छु त्योभन्दा पनि एकदमै मिठो मानेर मेरो सुँगुरको पाठाहरूले खान्छन्। सुँगुरहरूलाई खुसी बनाइसकेपछि चाहिँ म बारीतिर फर्सी टिप्न लागेँ, किनभने फर्सी पाकिसकेको थियो। हेर्नुहोस् त म फर्सीलाई चाहिँ यसरी बोरामा टक्कसँगले बिछ्याएर छोपेर राख्ने गर्छु चिचिरा लाग्ने बित्तिकै, नत्र भए किराले दुलो पार्ने कुहिने हुन्छ नि त। त्यही भएर आफूले खान नपाइने बल्ल दुःख गरेको त्यसो भएको कारणले चाहिँ म बोरामा बेरेर राख्छु। अनि यसरी छिपेपछि मात्र टक्कसँग निकालेर टिप्छु। हेर्नुहोस् त कस्तो मजाले पाएको छ। किराले नि खाएन, हिलोले पनि खाएन। अब यसलाई टक्क म उसिनेर खान्छु। मलाई चाहिँ फर्सी तरकारी भन्दा पनि उसिनेको एकदमै मिठो लाग्छ। हेर्नुहोस् त कस्तो मजाले फलेको है। अब म चाहिँ यसरी चिचिरा लाग्ने बित्तिकै बोरामा टक्कसँगले छोपेर राख्छु। अनि त्यस पछाडि छिपेपछि मात्रै यसलाई बाहिर निकाल्छु। यति काम गरेर आइसकेपछि चाहिँ म आँप काटेर खान थालेँ। अहिले चाहिँ आँपको सिजन छ नि त, सिजनमा खानुपर्छ अरे जुनै पनि फलफुलको तागत लिएर चाहिँ म खेतबारीतिर लागेँ। किनभने बर्खा लाग्यो, अब धान रोप्नुपर्छ, त्यसको लागि आली तास्नुपर्छ। एकदमै धमाधम चलिरहेको छ हाम्रोतिर चाहिँ। अनि कोही साथी पनि नपाएर म एक्लै आली तास्न परेको थिएँ। अनि मलाई एकदम अल्छी लागिरहेको थियो। अनि एकजना साथी चाहिँ जबरजस्ती है मलाई सघा कि सघा भोलिपर्सि तिमीलाई पनि सघाउँछु भनेर फकाएर ल्याएर उसलाई चाहिँ यसो सानो भिडियो पनि खिचिदेऊ न त, भोलि गएर मेमोरी हुन्छ भनेर भिडियो खिच्न लाउँदैछु। कति रमाइलो, कति शीतल, वाउ भन्दै रमाउँदै आजको भिडियोबाट बिदा हुन चाहे। तुम यी सेवारो।